चलिए शुरू करते हैं। अभी मजा आएगा ना भिड़ो। आमाको भत्ता चाहिन्न भन्नुभयो नकरा साला चुतिया केरी नचाहिन्न मलाई नचाहिने हुन्छ बाँडिदिनु त्यही गरिबहरूलाई कोलाई त्यहाँ अब यसो नसक्नेहरूलाई दिनुहोस् आमालाई चाहिन्न भन्नुभएको छ गरिब दिन दुखीहरूलाई दिए धर्म पनि हुन्छ नकरा धनी छ सुन्दैछ आमा भत्ता मैले तिमीहरूलाई के गरिदिरहेछु पर्ख त्यही कान्छीलाई पनि गर्छु म नाउरी त अर्का जसले भने पनि जिउँदै लिने गरेछ परेन आमालाई पैसा खाँचो पनि छैन जति पनि छ तैँले ल्याएको छ नि पैसा त्यहाँबाट अब यहाँ बस्न खान पनि केही दुःख छैन यसो नसक्नेहरूलाई दिनुहोस् खर्चो सर्चो चाडपर्व पनि आउँदैछ उनीहरूलाई हुन्छ आमालाई कसैको दुःखै छैन खाली कसैको दुःखै छैन अन्त हात लाउनुहुन्छ ल त बाँडिदिनु तपाईँलाई मन लागेको कोलाई हुन्छ दिनु आमालाई चाहिन्न भत्ता अब सरकारले भने नहालिदिन भने पनि हुन्छ हो यहाँ यता जम्मै बोर्ने यिनीहरूले खाछन् जम्मै मेरो सबै मलाई जिस्काउँछ रुको जरा सबर करो बोला धक्का बुक्की नहीं करने का आराम से लेने का हाँ ल हुन्छ कि परेन कि आमाको नपरे ढाडिया हो यही ढाडिया पनि खाओ सबै ल हुन्छ सर धन्यवाद ब्याङ्कबाट हो तपाईँ भुस्टु पोइ नमर्दाछन् पाइन्थ्यो कि मैले अस्तिहरू दुईटा लोन सान गरी एउटा पैसा मलाई दिएमा म मरिँदा आफ्ना पोइको पनि तपाईँको त एक वर्ष भएछ ननिकालेको हाल नगर लैजा जम्मा जान्न भैँसी मलाई त चाहिन्न के ठुलो मलाई कसैको दुःखै छैन आमालाई पनि कसैको दुःख छैन त्यो बोलियो सुनेर चाहिँ मलाई नगर्ने आमालाई पनि कसैको दुःख छैन जान्थे र त्यहाँ मेरो बाखा सुहाएर लिएर हिँड्ने हो अस्ति त्यही गरेको म हो त्यहाँ आउँदाखेरि कताबाट आउँदाखेरि त दुईटा गएर आइदिएका म उहाँ गएँ त्यही त मलाई के भन्यो भने बिहानै आइदिएको थियो दुईटै भनेर गाई खानी मलाई यति गरिएको छैन दुईटा त्यही त अब आमालाई कसैको दुःख छैन पैसा चाहिन्न यो त बेस्टर गरेर उनकै छोरी हो नि यसले पनि ल्याइल्यो नि ढुकुटी हुन्छ ल सर अब यही यो कुरा चाहिन्न आमाको भत्ता आज चाहिएन जे हेर्ने गर्नुहोस् हामीलाई कसैको दुःख छैन भयो तैँले भनेर हुन्छ यहाँ मेरा पोइको हो तेरा पोइको अहिले जा तेरी स्वानीलाई दिएन ल हुन्छ सर सरकारको पनि कति खानेहरू पुग्यो अब पुगिन्छ सल्लाह मैले कति चाहियो मैले दिन्छु कि पर्दैन मलाई तेरी स्वास्नीलाई दिएर भएको त्यो त्यति दिनु भने त कान्छी बाहिर पर्दैन मलाई केही दिनै पर्दैन कागजात मिलाउँदै हुनुहुन्छ कि ऊ भत्ता लिन जान हेर्नु त बढी बाकस मोरलाई बोकाएर लिएर आएर त्यो बाकस बेच्थ्यो बाबु गर्दै लिँदै जाँदै तलतिर ल्याउँदै अस्ति देउपाली गएँ तल आँगन छोडेर तल जानु भयो होइन कहाँ गएँ भन्दै त्यसै गरिजामाना जाँदाखेरिमा लैदिए तपाईँको भत्ता ननिकालेको 10 महिना भयो भयो छोरा तँसित पनि मैले त चाहिन्न भन्ने के हाल्न चाहियो त तैँले भरिया छ घोडा कुने आछ तैँले तेरि आमाले त घोडा कुने आछ अस्तिको भत्ता गाईको 14 खानी एउटा दुईटै जाने मसित लुकेर जाने जताएर जाने जान्छ र मलाई त यी दुईटा त मारेका छन् अस्तिका भत्ता गाईको रथ खानी एउटा दिया भए गुवा जाँदाखेरि म बिजी जति भएन हजुर सर अघि चाहिन्न आमाको पैसा एक सुको पनि पर्दैन बाँडिदिनु अब सरकारलाई पनि भनिदिनु आमाको नाममा पठाइदिनु पर्दैन आमालाई कसैको दुःखै छैन हो सर त भयो तैँले भनेर हुन्छ कि सरले के भन्छ हुन्छ सर ल आमालाई दाम चाहिएन कि कसैको दुःखै छैन सत्तरिया माथि त जाबुता गएर बोल्छ आमाले कस्तो गरेको अब लुसुक्क दुईटा भएर जान्छन् उहाँ जाँदाखेरिमा गइ बिहायो भनेर अर्काको भत्ता त्यो जाँठो बाखा सुहार जाने आमाको खुब गरेछन् बुहारी हुन्छ सर चाहिन्न आमालाई भत्ता त नचाहियो तैँले दिन्छ कि मैले दिन्छु पऱ्यो तँलाई झ्याङ्गुडी पार्थ्यो नि म त पुर्खै छोरी अलि जो छु मैले यहाँ लाएको छ
उनी दुइटा गएर ऊ त्यहाँ उता गएर गरे पैसा उहाँमा आयो उहाँमा हुँदाखेरि पैसा तिनी फेर गएँ यो बुहारीलाई छोरा मात्रै छ मेरो बाका छुन पाउन जातेर तल छ ल अब तल घर अब भत्ता पनि आउने भयो न भनेर हुन्छ तैँले भनेर केही तातो पानी लाग्छ त्यही आमाको आमाको चाख्नु जा मलाई चाह छैन थर अझ म सार्नु भयो तर पाप गरेछस् मेरो अस्तिको भात त दिएका यही हो मलाई भस्म दिए भात लट होइन मैले सुझाउ दिँदाम तिहार्दाम मलाई त्यस्तरी बुढीलाई मारेर अब आउने भयो सरकारबाटै बन्द गरिदियो रोक लगाई जे तैँले पनि उसैकी छोर हो जेसी मैले तैँले रोकेर त खेर पनि रोक्ने मेरो जम्मै गाउँ ल्याएर यहीँ आउन मेरो बाकस छुन पाउन तैँले अर्का बाकस तपाईँको बाकस कहाँ तल घर छ बढे तल घर मोर्नी बोकार ल्याएकी म मैले देखाउँछु ल कत्रो छ उसको पुँजी छैन क्या म त यहाँ मेरो बाकस जाँदै वार्दै लिँदै म जाँदाखेरि उहाँ भत्ता बुझ्नबाट जाँदाखेरि कहाँ आउने बिहानै लगिदिएन मलाई कस्तो मरेको दुनियाँमा तलबाट मैले त ढाँट्छु ता जति सिधा मान्छे छैन गरेछ सासी यस्तै बुढीले त मेरो भत्ता कोही बाँध्दाखेरि त खान पाइँदैन नि तैँले रोकिस् अब त आउनु न आउसी नआउस् मलाई नजिस् थाप त्यसैको छोरो त अझ फुल देखाउँछन् सब ल सर परेन आमालाई चाहिन्न कसैको दुःखै छैन दुःख छैन त बाबाले बेसरको पैसा कमाएको अस्तिहरू जाँदाखेरि गाई छन् 3 फेर गएँ यिनले एउटा मेरो भत्ता पनि दिएन नि ल्याउनु मलाई लाथ बुहारी कि हाँसै त खुब लाथ तँलाई है त हेर्न हाँसेको बोली गर्नु हाँस्यो बाबु हाँस्यो म त बोल्न पर्दैन त बोल्नु कोही बोल्नै पर्छ अब त आउनु आउने नआउने यो पञ्चायत राखेर मेरो गाई खाइदिएको कसरी जिउ दिँदैछ अर्का बाख्राको मेरो बाख्रा छोइछु भने थाहा पाउँदैन मम्मीले त यति मुठा कोरी यहाँ गर्नु भएको थियो जेसुकी गरोस् मेरो बाकस वार्न पाइँदैन सासूको कसै अनि किन त उताबाट अब आमाको भत्ता पर्दैन काटिदियो भने